न्यायालयलाई म धन्यवाद पनि दिन चाहन्छु। तर अहिले भर्खर 2-3 दिन अगाडि यो देशमा सर्वोच्चमा एउटा क्रम भङ्ग भएको छ। मान्छेको एउटा विश्वास र पहिलादेखि आइरहेको एउटा जुन प्रथा के अरे सिस्टम थियो त्यसलाई ब्रेक गरिएको छ। हुन त सम्माननीय प्रधानमन्त्रीजी राम्रो गर्नुभएको छ जस्तो लाग्छ मलाई, किनभने उहाँले क्रमभन्दा पनि सक्षमताका कुरा गर्नुभएको छ। निश्चित रूपले उहाँले बोलेको कुरा अहिले श्रीमानजीलाई उहाँले सिफारिस गर्नुभएको कुरा उहाँले बोलेको आधारमा यदि खडा उत्रिनु भयो भने यो देशको लागि सौभाग्य हुनेछ र हामी पनि बुझ्छौँ वास्तवमा अहिले जुन निर्णय आएको छ, जुन सिफारिस भएको छ, यो देशको लागि ठुलो नै एउटा योगदानको रूपमा पाएको छ। तर श्रीमानजीले एउटा अर्को पनि कुरा राख्नु भएको थियो, न्यायालयलाई कार्यपालिका भन्दा टाढा राख्ने कुरा राख्नु भएको थियो। अहिले यो कार्य जुन अहिले सिफारिस भएको छ, श्रीमानजी यदि आफ्नो दायित्व निर्वाह गर्ने क्रममा न्याय सम्पादनमा यदि खडा उत्रिनु भयो भने निश्चित रूपले कार्यपालिका भन्दा टाढा बने हुन्छन्। यदि उहाँको क्रियाकलापमा या उहाँको कार्यशैलीमा कहीँ न कहीँ हामी त्रुटि देख्यौँ भने निश्चित रूपले न्यायालयप्रति कार्यपालिका हावी भएको हुनुहोस्। आज त्यो नहोस् शुभकामना छ, किनभने नेपाललाई परिवर्तन गर्न खोज्नु भएको छ प्रधानमन्त्रीज्यूले। हाम्रो पनि अपेक्षा त्यही छ। धेरै विकृति, धेरै विसम्मतिहरू छन्, सबलाई तोड्दै अगाडि बढिराख्नु भएको छ। तर यस्ता कुरामा संवेदनशील भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो सुझाव पनि हो। नत्र एउटा सिस्टममा गइरहेको कुरामा बिचैबाट निस्किनु भनेको मतलब जो अगाडि बढिरहेछ वा पछाडिका श्रीमानजीहरू पनि सशङ्कित भएर म किन आफ्नो धेरै इमान्दारिता गरौँ। आज अहिलेको वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यू इमान्दारीपूर्वक गर्नुभएको छ। अर्को प्रधानमन्त्रीजी आउँदा हुन सक्छ उहाँभन्दा फरक विचारधाराको हुन सक्छ, उहाँलाई नै चित्त बुझाएर खुसी पारेर गर्दाखेरि हामी फेरि 6-7 अगाडि आउन सक्छौँ भनेर त्यो पनि हुन सक्ने बेल छैन, नहुन सक्ने बेल छैन। त्यसको लागि हामी सचेत हुनुपर्ने जरुरी छ। र मैले 1-2 मसँग भएकै घटना म राख्न चाहन्छु। एउटा मुद्दा थियो, मेरो मुद्दा, त्यो पनि देवानी मुद्दा थियो। गौर अदालतमा मलाई आफै पनि थाहा थियो यो मुद्दा मेरै पक्षमा हुन्छ र मुद्दामा म धेरै अदालतमा पनि गएको छैन, यो न्यायालयमा धेरै मेरो खोज पनि छैन, न म कुनै मुद्दामा छु आजसम्म। तर त्यहाँ मलाई थाहा थियो यो मुद्दा हाम्रै पक्षमा आउँछ। मुद्दा फैसलामा आयो पनि। मुद्दा फैसलामा आइसकेपछि म अदालतमा थिएँ, त्यहाँका वकिल साहबहरूले मलाई घेर्नुभयो। मैले सोधेँ किन मलाई किन घेर्नुभयो? होइन, यसमा मैले भनेको छु श्रीमानजीलाई, मैले यो गर्नुपर्छ, मैले त्यो गर्नुपर्छ, यो 10वटा कुरा मलाई गर्नुभयो। मलाई बडा चित्त दुख्यो। न्यायालय भनेको यही हो। मैले सोधेँ 2 जनालाई, न्याय भनेको यही हो। यसैको लागि न्याय के अरे तपाईँहरू वकालत गर्नुहुन्छ। तर उहाँहरू होइन, हाम्रो यस्तो उस्तो अनेक कुरा गर्नुभयो। सब कुरा यही भन्न त मैले उचित ठानिनँ, तर धेरै कुरा उहाँले राख्नु। म श्रीमानजीहरूलाई र यहाँ हाम्रा आदरणीय वरिष्ठ अधिवक्ताजीहरूलाई पनि म आग्रह गर्न चाहन्छु,
कमसेकम हामीले विश्वासको वातावरण बनाऊ हाम्रो समाजमा। हाम्रो समाज धेरै पछाडि छ र हामी निरीह छौँ। हामीलाई कसले सुनिदिन्छ? कोही गरिबले यदि कतै पीडामा छ र अन्यायमा छ भने त्यसलाई न्याय दिलाउनको लागि कहाँबाट लाखौँ लाख पैसा आउँछ? कहाँबाट पैसा त्यसले दिन सक्छ? यसको व्यवस्थापन पनि हामीले सोच्नुपर्ने आवश्यकता छ।